हेलो साथीभाइ, आज फेरि नयाँ भिडियो लिएर आएको छु म हाम्रो गाउँको यहाँ भाइको। उहाँको गाडीको चाहिँ अलिकति मोबिल सर्भिसिङ थियो, त्यहाँदेखि तपाईँको के भन्छ ब्रेक प्याडहरू अलिकति चेन्ज गर्नुपर्ने थियो। त्यहाँदेखि अलिकति यो बम्पर अलिकति बाहिर निक्लिएकोले गर्दा चाहिँ त्यो नयाँ मोडलको यो अलिकति यसो डिजाइन पनि देख्ने र यो अड्काउने पनि यो खाले चाहिँ अब हालेर चाहिँ गर्ने हो। भाइ चाहिँ हाम्रोमै आइरहन्छ सधैँ नै हो। अब हाम्रो लक्ष्मण दाजुको काम साह्रै मन पराउनुहुन्छ भाइले चाहिँ, त्यसले गर्दा चाहिँ अब सधैँ यहाँ हाम्रोमै आउँछ र कामहरू पनि गराइरहन्छ हो। गाडी साडी पनि अब वास गरेर जाने भन्दैछ भाइले। यहीँ पानी पनि छ, आयो भने गाडी वास गरेर जाँदा पनि हुन्छ, फ्री, पैसा लाग्दैन हो। त्यहाँदेखि यो कामसाम सबै भइसक्यो। अब काम गरेको झन्डै भयो 1 घन्टा भइसक्यो। अब यो सबै यहाँ पछाडि योहरू सबै लगाएको, यो डल्लै क्लिप गरेको हो। त्यहाँदेखि मोबिल पनि भाइले राम्रो ब्रान्डकै ल्याएको छ, आफै ल्याएर हालेको छ। यो दामी खाले यो राम्रो कम्पनीकै ल्याएर हालेको छ। मोबिल पनि एयर फिल्टर, यो के भन्छ एसी फिल्टर फेर्यो है, सबै लिएर आएको छ मजाले। भाइले चाहिँ सोरुमको मित्तल जेन्युन पार्ट्स मात्रै लगाउँछ, त्यसले गर्दा चाहिँ एमजिबी मात्रै चलाउँछ र लिएर आएर चाहिँ अब भइसकेको छ। अब ट्रायलमा जानुपर्ने छ, त्यहाँदेखि ट्रायल गरेर चाहिँ प्रेम ग्यारेजमा चाहिँ तपाईँहरू आउनुहोस्, सबैजना यसो भिजिट गर्नुहोस्। को छेउमा छ। दार्जिलिङबाट आउँदाखेरि केही समस्या पऱ्यो भने रोड सर्भिस हाम्रो उमेश दादा, अन्त यहाँ हाम्रो लक्ष्मण दादा मोटेले दिइहाल्छ तपाईँहरूलाई। त्यसको लागि केही आपत्ति छैन। तपाईँले फेसबुकतिर हालिदिनु हुन्छ नम्बर, त्यसमा कन्ट्याक्ट गर्नुहोस्। तपाईँहरूलाई रोड सर्भिस चाहिन्छ, लोकेसन कहाँ हो दादा झट्टै पुगिहाल्छ। हाम्रो हेड फिटरको काम चाहिँ कस्तो लाग्छ भाइलाई? मलाई चाहिँ एकदम दामी लाग्छ है। कहीँ पनि सिलगढी कालेबुङ भन्दा पनि दादाकोमा आएर गर्छु, किनकि दादाले सर्भिस राम्रो दिन्छ, राम्रोसँगले गरिदिन्छ। त्यही नै मेरो लागि राम्रो। तपाईँहरू पनि आउनुहोस्, गर्नुहोस्, दादाको एकपल्ट हेर्नुहोस् कस्तो लाग्छ। ठिकै छ, पनि राम्रो हुन्छ। ठिकै छ। अब हाम्रो एड्रेस चाहिँ टिस्टा बजार नियर पेसोक ब्रिज हो है। तपाईँहरू सबैजना आएर यहाँ एकखेप ट्राई गरेर हेर्नुहोस् होइन, कस्तो लाग्छ कामहरू। धन्यवाद, आजको लागि यति नै हो है।